टोयोटा इको, यो सेडान कारमा हो। यो 2004 को इको कार। यसको चाहिँ अलिकति यो अब टेम्पर गएर हाइट बढाउनु पर्यो भनेर आएको हो। हेर्न सक्नुहुन्छ यसरी चाहिँ हामीले चाहिँ कोइल स्प्रिङमा यो चाहिँ बुस बनाएर यसरी चाहिँ हामीले हाइट बढाउने तरिका हो यो। तपाईहरुले हेर्न सक्नुहुन्छ। तपाईहरु गाडी पनि होचो भएर छासासुसा छुन्छ भने हाइट बढाउनु पर्यो भने हामीसँग राख्न सक्नुहुनेछ। यो अगाडि फ्रन्ट सकको लागि माउन्टेनमा जोइन्ट गरेर यसरी हालिन्छ हाइट बढाएर। ट्याक्कै यसले चाहिँ 1 इन्ची हाइट बढ्छ गाडीको। 1 इन्ची बढेपछि तपाईको गाडी हतपत काहीँ पनि छुँदैन। मान्नुस् तपाईको गाडी अलिअलि एक्सयुभी टाइपमा जान्छ। हाइट बढाउनु पर्यो भने हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ। सेडान कारहरू, i10 हरू, i20 हरू हैन, तपाईहरुले चाहिँ कुनै पनि गाडीहरुमा हाइट बढाउनु पर्यो भने चाहिँ हाइट बुस्ट थप्नको लागि हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। 3 कुने एनकार काठमाडौँ।